कम्पनीले कोरियन कामदारलाई 2-3 महिना काम गराउँदै निकाल्दै गरिरहेको छ। यस्तो अवस्थामा विदेशी कामदारहरूलाई चाहिँ कमिटेड आउन चाहेमा चाहिँ समस्या हुन्छ अरे भन्ने सुनेको छु भनेर यहाँले कमेन्ट गर्नुभएको छ। तपाईँले बिल्कुल सही सुन्नुभएको छ। जसले पनि यो तपाईँलाई इन्फर्मेसन दिनुभएको छ उहाँले एकदम सही दिनुभएको छ। यदि तपाईँको कम्पनीमा चाहिँ कोरियन कामदारहरू हुनुहुन्छ र उहाँहरूलाई चाहिँ निकालेको अवस्था छ र उहाँले सिङ्गो गरेको अवस्थामा चाहिँ यस्तो चाहिँ हुन्छ है। तपाईँ कमिटेड आउन चाहनुहुन्छ तर कम्पनीले चाहिँ राख्न नमिल्ने, नयाँ मान्छे पनि ल्याउन नमिल्ने, आफ्नो कमिटेड पनि बोलाउन नमिल्ने अवस्था चाहिँ हुन्छ। त्यसको चाहिँ एउटा क्राइट टाइम हुन्छ। जस्तै भनौँ 6 महिना, 4 महिना, मेबी मोर देन द्याट, लेस देन द्याट। अब त्यो अवस्था हेरेर हुन्छ। जस्ट एउटा मेरो आँखाले हेरेको घटना चाहिँ के पनि छ भन्दाखेरि मेरो कम्पनीको नजिकैकै एउटा कम्पनीमा चाहिँ मेरो साथी हुनुहुन्थ्यो। उहाँको चाहिँ कबिन ढकाल भन्ने साथी, उहाँ नेपालमा जानुभयो कार्यकाल सकेर। देन वाट ह्यापन, यतापट्टि कम्पनीमा चाहिँ सिङ्गो परेछ। केही लेडिज आजुमाहरूले चाहिँ हामीलाई निकाल्यो भनेर सिङ्गो गरिदिएको अवस्था रहेछ। अनि त्यस्तो अवस्थामा चाहिँ उहाँ कमिटीमा आउनु भएन। अनि देन कम्पनीले पनि उहाँलाई फेरि एकदमै मन पराएको साथीलाई काम, एन्ड साथी पनि अब कमिटीमा आउँछु भनेर नै त्यस्तो अवस्था थियो। देन उहाँले पछि लास्टमा चाहिँ सिबिटी पास गर्नुभयो। सिबिटी पास गरेपछि बिस्तारै जुन एउटा क्राइट टाइम हट्छ नि त, त्यो हटेपछि चाहिँ उहाँ फेरि सोही कम्पनीमा चाहिँ फेरि आउनु भएको त्यस्तो पनि घटना छ। र यहाँ कोरियामा चाहिँ कति यस्तो घटना पनि छ। बोनस भिजाधरि थप्न नपाएको कारणले चाहिँ बिचमा छोड्नु परेको अवस्थाहरू पनि छ है। बोनस भिजा थप्न जाँदाखेरि चाहिँ नमिल्ने त्यस्तो अवस्था पनि आएको छ। सो यस्तै तपाईँको जानकारीको लागि तपाईँ हाम्रो एमटियू पनि भिजिट गर्न सक्नुहुनेछ। सो अदरवाइज हाम्रो एमटियूले चाहिँ यो मजदुर संस्था एमटियूले चाहिँ यो 15 तारिक सन्डेमा सौलको जुङ्गाकमा चाहिँ यो बृहत र्याली आयोजना गर्दै गइरहेको छ। जुङ्गाको 4 नम्बर गेटमा सन्डे 2 बजे आउनु होला। त्यहाँ धेरै अग्रजहरू हुनेछ, नेपाली लगायत अरू विदेशी, कोरियन है। उहाँहरूसँग पनि तपाईँहरूले सल्लाह सुझाव जानकारीहरू लिन सक्नुहुनेछ भन्न चाहन्छु। हस्, धन्यवाद।